हेटौडा बजार क्षेत्रको सड़क सीमा खाली गराउन 15 दिनको अल्टिमेटम सहित सूचना निकालिएको छ। बिहीबार हेटौडामा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ, हेटौडाकी मेयर मीना कुमारी लामा, मकवानपुरका सीडीओ बसन्त अधिकारी, वडा अध्यक्ष सहितको बैठकमा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार क्षेत्रको सड़क सीमा खाली गराउने प्रक्रिया अघि बढाउने सहमति भएको छ। सड़क डिभिजन हेटौडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सीमा खाली गराउन पटक पटक ताकेता गरिएको स्मरण गराउँदै अवैध संरचना हटाउन सूचना आह्वान गरेको हो। यसअघि सर्वोच्च अदालतले पनि हेटौडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सड़कको दायाँ बायाँ क्षतिपूर्ति नपाउने फैसला गरिसकेको साथै अतिक्रमण हटाउन प्रकाशित सूचना विरुद्ध परेका रिट खारेज भएकोले त्यस्ता संरचना स्थायी र अस्थायी घरटहरा लगायत अन्य संरचना हटाउन सड़क डिभिजनले आग्रह गरेको छ।